गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ कति ठ्याक्कै 4 बज्यो। अब हामी उठेर मुखसुख धोएर रेडी भएर हिँड्नु पर्ने हुन्छ। आई एम सो एक्साइटेड। क्या बोल्ते हो साथीहरू? ठिकै छ त। ल हामी रेडी भएर रेडी हुन्छौँ है हामी। ल हामी चाहिँ रेडी भइसक्यौँ। मेरो ब्याग यत्रो छ, यहाँ चाहिँ धेरै थोक छ। खानेकुरा मात्रै छ। ल अब हामी चाहिँ हिँड्छौँ। ल माथितिर भेटौँला। बाई। सनराइज निस्किँदैछ पछाडि चाहिँ। उही अँध्यारोमा के भनौँ मलाई फेरि। कस्तो दामी देखेको क्या पछाडिको है। हेलो, हामी चाहिँ यहाँ आइपुग्यौँ। खै घामै देखेन। यस्तो डाँडा त कति काट्नु पर्ने क्या होइन। लगभग यस्तो डाँडा चाहिँ 2टा चाहिँ काटिसक्यौँ। अझै कति काट्नु पर्ने हो। वहाँ अलिकति हिमाल देखिरहेको छ। हामी चाहिँ निकै माथि आइसक्यौँ हाइटमै। एकछिन पनि रेस्ट नगरिकन हामी आएको छौँ। अब लगभग हाम्रो कफी खाने टाइम हुन्छ। अब हामी कफी बनाएर खान्छौँ। यहाँ कस्तो राम्रो छ क्या। वाउ छ, देख्न सक्नुहुन्छ पछाडिपट्टि होइन। त माथितिर नि यस्तो राम्रो छ। लुक एट द भ्यू। वाउ, दिस इज आवर ड्रिम। ड्रिम त नभनौँ। खै मैले खोलेको छुइनँ। यो के हो? बिट बक्स हो यो पनि। हाम्रो साथै छ। कपिराइट आउँछ भनेर मैले बजाएको छुइनँ, तर यो बजाउँदै डिस्को हान्दै आएको हो हामी। सक्छ त हामीलाई, सक्छ कसैले सक्दैन नि फेरि। आगे पीछे हमारा लोग है। समसे फर्स्ट टाइम झुट बोल्नु परेको कसम खाएर। कस्तो देख्यो भन्छ, कस्तो राम्रो देख्यो कसम। बिस्कुट दिइहाल्ला यता रिसाउँछ देखाउनु नि। कफी टाइम। कस्तो आरामी रहेछ। एउटा खाम न हौ। सबैभन्दा सानो कहाँ छ पिस्ता? कस्तो पिस्ता? कफी खाइसकेपछि चाहिँ फेरि हामी हिँडेको है त। हामी सुरु हिँड्नु फेरि, किनभने अब धेरै बेर बस्नु हुँदैन। गन्तव्य धेरै टाढाको छ, त्यही भएर चलेको। ल हामी चाहिँ अब यहाँ जङ्गलमा छिर्दैछौँ। अबुई मामी बचाऊ। ओइ कस्तो राम्रो फ्लावर। ओ माई गॉश, ओ माई गॉश, वाउ। हाम्रो बाटो चेन्ज गर्ने बेला भयो। यहाँ बाटोमा पुरै छेकेर बसिरहेको रहेछ। इतना डर केही गर्दैन हौ यिनीहरू। सबै गोरी गोरु छ त नि, एउटै गाई छैन, सबै गोरी गोरु। के गर्ने, यो छोडेको हो यतिकै। मन्दिर छ यता कतै।
किन छोडेको सबै गोरु गोरु छ त हौ अनि यिनीहरू आफै घर जान्छन् घरै छैन यतातिर कहाँ छ घर तल गइरामा ए बिचेको छौ ला टिकटेक बनाउने के अरे बनाउने हुँदा मान्छे लडियो टेबल हो कि यो कुर्सी रहेछ यो टेबल दलसिङे वाबु आइसक्यौँ है हामी अब चाहिँ लगभग साथीहरू पनि मन पराउन छोड्न थालेको छ एक मुठी खाम न एक खाम न 1 2 3 गो कस्तो हरामी नो रेस्ट खाजा खानु नो रेस्ट यसरी खाने हो eating and walking त्यहाँ उभिँदै बहिनी म खुस्किन आउँछ सहारा देऊ मलाई होइन यो मयुङ त आउँदैन त हौ 5-6 घन्टा भइसक्यो हिँडेको त लास्टमा छन् हामी म सेकेन्ड लास्टमा हो थर्ड हुनुभयो उहाँ टाढा रहेछ त ए भाइहरू पनि त्यहाँ रहेछ ल फाइनल्ली हिमाल त्यही छ त हौ होइन हिमाल त्यही छ त ओ गड ओइ ल हिमाल यस सुकुन मिला मेरेको पछाडि देख्न सक्नुहुन्छ हिमाल यता यस्तो दामी छ अब यहाँबाट नि हामी फोटोसोटो खिचेर हिँडेको यहाँ सानो ताल छ ल है त यसकै लागि आएको हामीहरू फाइनल यत्रो हिँडेको अलिअलि त सास आउला आएको जस्तो भयो अघि तल तल हिँड्दाखेरि चाहिँ रमाइलो भएको थियो होइन सुरुमा हिँड्दाखेरि होइन अङ्गालो मार्दै हिँडेको थियौँ अनि अहिले चाहिँ अलिक अघि चाहिँ अलिअलि साथीहरू मन नपर्न छोडेको थियो अहिले यो भ्यूहरू देखेपछि चाहिँ फेरि यस्तो रमाइलो भयो कि अब यस्तो नजिक होइन यो क्यामेराबाट चाहिँ देखेको छैन तर यस्तो नजिक छ क्या यहाँ हिमालयमा के को डिस्कस हो सगरमाथाको नाम सगरमाथाहरूको नाम नेपालमा पाइने र साथीहरू तपाईँहरू भन्नुहोस् हाम्रो ग्रुप नेक्स्ट कुन ठाउँमा जाउँ कमेन्टहरू गर्नु ल एउटा हामीले यहाँ कति धेरै बाटोमा ऊ चाहिँ पाउँदो रहेछ क्या स्ट्रबेरीहरू पाउँदो रहेछ होइन खै मलाई पनि दिनु न एउटा मैले एउटा मात्रै खाएँ खै दिनु न टिपेर हजुर थ्याङ्क यू सो मच यस्तो सानो सानो कति धेरै पाउँदो रहेछ क्या कस्तो मिठो है अझै खोजौँ कहाँ मिठो क्या भोक लागेर हो कि के हो अनि यता ट्रेक आउँदाखेरि चाहिँ होइन खानेकुरा पानी चाहिँ पाउँदो रहेछ बोतलमा के अरे बाटोमा धाराहरू चाहिँ थुप्रो पाउँदो रहेछ होइन अनि तर बोतलहरू चाहिँ बोकेर आउनु होला आफ्नो लागि खाजा आफै लिएर आउनु होला खाजाहरू कहीँ पनि पाउँदैन पसलहरू कहीँ पनि पाउँदैन सबै आफै ल्याउनु पर्छ यहाँभित्र चाहिँ यहाँ पकाएर खानु मिल्ने रहेछ आफै होइन पानीहरू ल्याएर यहाँ यस्तो ठाउँहरू चाहिँ होइन छ क्या बाटोमा होइन बिच बाटोमा यसरी बस्न उ गर्न मिल्दो रहेछ है ओए 6 घन्टा त हिँड्यौँ त हौ 6 घन्टा
अझै 5 देखि 4 भन्छन् त हौ। बाटोमा जति मान्छे भेट्छ म चाहिँ 5 घन्टा 4 घन्टा भन्छ। खासमा चाहिँ कति घन्टा लाग्छ हौ। आया कथा सुनाउँछु है त। राम्रो लाग्छ यो हावाको कसम, कसम यो खोलाको कसम, कसम यो हिमालको कसम, कसम म तिमी बिना बाँच्न सक्दिन। आउनु आउनु फलो गर्नुहोस्, टोली हो। चप्पल हातमा, जुत्ता झोलामा। के आँटेन? बजाउनु न उफर उफ्रिम। के झऱ्यो? बजाउनु न। फुल कति राम्रो फुल। हजुर अब चाहिँ त्यो डाँडा पुग्नु पर्ने हो हामी। बेलुका भइसक्यो। कति बज्यो बेलुका? 5:30 देखि हामी अहिले कति भयो? 2:30 भइसक्यो। 2:30 मात्रै भयो? 7:30, 7:30, 8:30, 9:30, 11:30, 11:30, 1:30, 1:30, 6 घन्टा भइसक्यो। 9 घन्टा भइसक्यो। 9 घन्टा हिँडेको। हामी 9 घन्टा भइसक्यो हिँडेको। 9 घन्टा हिँडेर वहाँ पुग्नु अझै पनि 3 घन्टा लाग्छ अरे। थाहा छैन, खोला नाला होला। हाम्रो डेस्टिनेसन त्यहाँसम्मको हो है गाइस। सबसे हाइएस्ट नै होला नि यो। अनि यहाँदेखि पहाडहरू त मुनि मुनि देखियो। अनि बेलुकाको 5 बजिसक्यो। अब चाहिँ अझै पनि 2 घन्टा लाग्छ अरे। जान्न होला अब म जान्न होला। यसले कसले लडाएको? दिदीले। फाइनल्ली हाम्रो डेस्टिनेसनमा चाहिँ आइपुग्यौँ। अब अझै अगाडि जानुपर्ने छ। कस्तो लाग्यो? हामीलाई त यो हेरेर आनन्द भयौँ। तर बेलुका भइसक्यो है। अलिअलि घाम चाहिँ छ अझै।